शिक्षा समयको आवश्यकता। दर्शकबिनहरू, म चुरा थापा, यहाँहरूलाई नमस्कार। आज मैले यहाँहरूको लागि भनेर एउटा सानो शिक्षा सम्बन्धी एउटा सानो छलफल कार्यक्रम लिएर आएको छु र मसँग सहभागी हुनुहुन्छ हाम्रा हङकङमा विभिन्न विश्वविद्यालयहरूमा विभिन्न विषय लिएर अध्ययन गरिरहनुभएका हाम्रा भाइ बहिनीहरू र उहाँहरूले तपाईँहरूलाई आफ्नो कुराहरू भन्नुहुन्छ। अहिलेको जमानामा शिक्षा यति महत्त्वपूर्ण भइसक्यो, यो खालि जागिर खाने अनि पैसा कमाउनेमा मात्रै सीमित छैन, यो मान्छेको दैनिक जीवनमा कसरी जीवन बिताउने, कसरी खाने, कसरी बस्ने, कसरी सुत्ने भन्ने यावत कुरामा अहिले शिक्षाको आवश्यकता भइरहेको छ। त्यसै हुनाले मैले यहाँहरूलाई आज उहाँहरूको कथा मार्फत हामी कसरी शिक्षा लिन सक्छौँ हङकङमा भन्ने विषयमा छोटो जानकारी दिन चाहन्छु। र हामी हङकङमा बस्न लागेको करिब 15 वर्ष भइसक्यो। यो 15 वर्षको अवधिमा हामी हङकङमा अहिले करिब नेपालीहरूको जनसङ्ख्या 30-35 हजार छ भन्ने हामीले अनुमान गरेका छौँ। यो 30-35 हजारको जनसङ्ख्यामा हामी थोरै मात्र नेपालीहरूले शिक्षा क्षेत्रमा लगानी गरेका छौँ अथवा यतातिर अगाडि बढिरहेका छौँ। त यो अगाडि बढ्न नसक्नुमा अथवा थोरै मात्रै मान्छेहरू यता अगाडि बढ्नुमा के कारणहरू छन् त नि पछाडि भन्ने विषयमा पनि हामीले तपाईँहरूलाई थोरै जानकारी गराउनेछौँ। र सबभन्दा पहिले त म हाम्रो आजको सहभागी भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूको परिचय उहाँहरू आफैलाई नै दिनको लागि म गर्न चाहन्छु। उहाँ यताबाट सुरु गरौँ क्या हो, होइन? ल भन्नुहोस्। नमस्ते, मेरो नाम क्लब थापा पर्यो अनि म अहिले एसोसिएट डिग्रीमा एकाउन्टिङ पढ्दैछु सिटी युनिभर्सिटीमा। साथसाथै मैले पार्ट टाइम काम पनि गर्दैछु एकाउन्ट्स क्लर्कमा। अनि म अहिले हङकङ आएर बसेको लगभग 12 वर्ष जति भयो। नमस्ते, मेरो नाम जरेन लिम्बू। म अहिले हालसम्म फ्रिलान्स ग्राफिक डिजाइनर गर्दैछु। फ्रिलान्स ग्राफिक डिजाइन मैले गरेको जस्तै लगभग 3.5 वर्ष जति भइसक्यो। म हङकङमा बसेको जस्तै 16 वर्ष जति भइसकेको छ। नमस्कार, मेरो नाम अन्जु घिसिङ हो। म हङकङ आएको लगभग 5 वर्ष हुन आँट्यो र सुरुमा मैले मेरो एसोसिएट डिग्री गरेँ जुन चाहिँ 2 वर्षको थियो र त्यस पश्चात मैले अहिले मेरो ब्याचलर डिग्री गर्दैछु र मेरो फिल्ड रहेको छ क्रिमिनोलोजी विथ साइकोलोजी। उहाँहरूको परिचय सुन्दाखेरि नै सायद तपाईँहरूले चाल पाइसक्नुभयो हामीले किन आज यो कार्यक्रम लिइरहेका छौँ तपाईँहरूको लागि भनेर। हामीले मेन गरिकन उहाँहरूले तपाईँहरूले सुनिसक्नुभयो, उहाँहरूले आफ्नो परिचय दिने क्रममा उहाँहरू विभिन्न विषयमा विभिन्न विश्वविद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ अनि आफ्नो विभिन्न पेसा अपनाउनु भएको छ। र मलाई लाग्छ कतिपय तपाईँहरूमध्येमा साथीहरूले अहिले अध्ययन गरिराख्नु भएको विभिन्न विश्वविद्यालयमा हामीदेखि अलिकति बाहिर हुनुहुन्छ। म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरू आउनुहोस् यहाँ हामीसँग अनि हामीसँगै यो मिसिएर हामीले फेरि नेपालीहरूको लागि अरू नै यस्तै खालको कार्यक्रम बनाऊँ। र हाम्रो यो कार्यक्रम बनाउनुको उद्देश्य भनेको हङकङमा हामी नेपालीहरूलाई यहाँको नयाँ जेनेरेसनलाई हामीले कसरी शिक्षित बनाउन सक्छौँ र यहाँको शैक्षिक जीवनमा उनीहरूलाई अगाडि बढ्नको लागि हामीले उनीहरूलाई कसरी सहयोग गर्न सक्छौँ भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ। उहाँहरूले आफ्नो परिचय भनिसक्नुभयो र म उहाँहरूलाई अब अलिकति एउटा प्रश्न गर्न चाहन्छु। कसरी उहाँहरू यो आफ्नो विभिन्न क्षेत्रमा विभिन्न पेसामा विभिन्न विश्वविद्यालयमा इङ्गेज हुन पुग्नुभयो, केले उहाँलाई आकर्षित गर्यो अथवा केले उहाँलाई मोटिभेट गर्यो भन्ने विषयमा म उहाँहरूलाई प्रश्न गर्न चाहन्छु। अन्जुजी, के छ तपाईँको विचार? कसरी तपाईँ क्रिमिनोलोजी एन्ड साइकोलोजी होइन तपाईँको त्यो विषयमा कसरी अध्ययन गर्न पुग्नुभयो त? सर्वप्रथम मैले भन्नुपर्दा मेरो सानैदेखिको एउटा सपना चाहिँ मेरो कुनै पनि एउटा सोसल साइन्स रिलेटेड फिल्ड अथवा समुदायसँग सम्बन्धित कुनै कार्य या फिर ह्युमानिटेरियन फिल्डमा मेरो सानैदेखि काम गर्ने मेरो इच्छा थियो, सपना बोकेको थिएँ। र त्यही सपना बोकेर म 2007मा हङकङ आइपुगेँ र मलाई रियलाइज भयो कि हङकङमा गाह्रो रहेछ होइन, कुनै पनि विश्वविद्यालयभित्र छिर्नको लागि, कलेज पाउनको लागि गाह्रो रहेछ भन्ने कुरा मलाई थाहा भयो। तर पनि मैले एउटा सानोमा जुन एउटा ममा एउटा इक थियो त्यो इकलाई बोकेर मैले मेरो यो एजुकेसनल जर्नी मैले कन्टिन्यू गरिराखेँ। र त्यसपछि मैले थुप्रो सुरुमा 1 वर्ष एकदमै गाह्रो भएको थियो किनभने कलेजको बारेमा मलाई केही आइडिया नै थिएन। त्यसपछि आफैले नै अब एक्टिभली सर्च गरिराखेँ, गुगल छ कति विभिन्न युनिभर्सिटीहरूको वर्कसपमा इङ्गेज भएर मैले इन्फर्मेसनहरू ग्राफ गरेँ। र त्यसपछि मेन कुरा एउटा मान्छे तपाईँ केले आकर्षित हुनुभयो खास किन तपाईँ युनिभर्सिटी सबै जस्तो हामी धेरै नेपालीहरू छौँ नि, हामी नेपाल आउने धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू हामी यहाँ आउँछौँ अनि कन्स्ट्रक्सनमा, सेक्युरिटी गार्डमा, रेस्टुरेन्टमा होइन हामी इङ्गेज हुन्छौँ, पैसा कमाउन थाल्छौँ, टन्न पैसा पनि आउँछ होइन। पैसा कमाउनु छाडेर तपाईँ अध्ययन किन जानु? एउटा सपना बच्चादेखिको सपना थियो जुन होइन, म हङकङ गएर म पढ्छु भन्ने कुरा ममा थियो। म काम पनि गर्छु तर काम अति आवश्यक नै थियो। काम पनि गरेँ, कफी सपमा गरेँ, रेस्टुरेन्टमा गरेँ, बारमा गरेँ, ट्युसन गरेँ, त्यो सबै कुरा गरेँ। तर पनि ओके म मेरो पढाइ छाड्दिनँ भने ममा एउटा सोच थियो र आफ्नो एउटा सपना हासिल गर्नको लागि मैले त्यसको लागि अघि बढेँ। के छ जोनीजीको के हो?
मेरो चाहिँ सानोदेखि नै मेरो नि एउटा सपना थियो जो एउटा आर्ट फिल्डमा होइन एउटा जाने अब सानोमा मेरो सपना थियो यस्तै अब आर्टिस्ट या त केही पेन्टर या त ओल्ड पेन्टर केही हुनु भनेर तर अब जब फर्म 5 मैले पास गरेर मैले गएँ त्यहाँदेखि मैले स्कोपहरू हेरेँ कि आर्टिस्टहरूको खासै स्कोप भएकोमा खासै बेसी छैन र त्यही प्रकारले मैले अब आफ्नै एउटा फिल्डमा होइन कसरी चाहिँ एउटा काम खोज्ने होइन आफ्नै समथिङ रिलेटेड टु आर्ट होइन अनि त्यो खोज्दाखेरि चाहिँ मैले चाहिँ ग्राफिक डिजाइन भेट्टाएँ होइन ग्राफिक डिजाइनमा चाहिँ जस आफ्नै एउटा लेभलकै एउटा आर्टकै लेभलको एउटा फ्रिडम या क्रिएटिभिटीकै एउटा उयो फिल्ड रहेछ भन्ने थाहा भयो अनि त्यहाँदेखि मैले ग्राफिक डिजाइनमा मैले उयो कोर्स लिएँ त्यो कोर्स 3.5 इयर्सको हायर डिप्लोमा इन ग्राफिक डिजाइन कोर्स लिएँ त्यो कोर्स सकेर मैले जस्ट मेरो आफ्नै एउटा वेबाट फ्रिलान्स ग्राफिक डिजाइनिङ सुरु थालेँ होइन यस्तै अब लोगोहरू बनाउने बिजनेस कार्डहरू बनाउने होइन यस्तोबाट सुरु गर्दैछु एकदम यतापट्टि उहाँ साइकोलोजी क्रिमिनोलोजीमा इन्ट्रेस्टेड हुनुहुन्छ उहाँ त्यही पढ्दै हुनुहुन्छ अनि उहाँ फेरि हाम्रो जोनी लिम्बुजी हुनुहुन्छ उहाँ चाहिँ ग्राफिक डिजाइनमा इन्ट्रेस्टेड हुनुहुन्छ उहाँ आर्टिस्ट हुनुहुन्छ उहाँले चाहिँ विभिन्न चाहिँ आर्टिस्टिक क्रिएसनहरू गर्नुहुन्छ उहाँले डिजाइनहरू गर्नुहुन्छ अब हामी फेरि क्लबजीलाई सोधौँ उहाँ चाहिँ केले उहाँलाई चाहिँ एकाउन्टिङ गर्न चाहिँ मलाई इन्ट्रेस्ट गरायो अथवा चाहिँ आफूलाई चाहिँ चाह कसरी बढ्यो त्यसमा भन्यो भने त कथा एकदम राम्रो छ है खास तर अलिकति छोटोले भन्यो भने चाहिँ जब चाहिँ म फर्म 5 पढेर निक्लिने होइन म त्यस्तो सानैदेखि चाहिँ म यस्तो भन्छु भनेर मेरो चाहिँ त्यस्तो ड्रिम थिएन क्या तर म जब चाहिँ फर्म 5बाट निक्लेँ मेरो रिजल्ट नि त्यति राम्रो थिएन तर म चाहिँ मलाई आफ्नो भित्र थाहा थियो म चाहिँ कन्टिन्यू पढ्छु भनेर त्यही नि साथीहरू काम गर्न लाग्यो बारतिर काम गर्न लाग्यो अनि मेरो पहिलो जब नि बारमा थियो बारमा काम गरेँ त्यो चाहिँ त्यतिखेर चाहिँ एउटा पार्ट टाइम हायर गरेको थियो पहिलो दिन फर्स्ट डे गरेँ अब काम हो माई गड यस्तो गाह्रो के मलाई थाहा थिएन के अरे काम त्यस्तो गाह्रो हुन्छ अरे जिन्दगीमा पहिलोचोटि थाहा पाएँ क्या बारटेन्डरको कामहरू यस्तो टफ हुँदो रहेछ भने मजा आएको थियो टफ थियो र एकदम टफ मैले अनि 17 घन्टाको गरेँ त्यति बेर सुरुकै दिन 17 घन्टा काम हजुर यस्तो गाह्रो लाग्यो तर त्यहाँदेखि चाहिँ बल्ल चेतेँ क्या मैले चाहिँ पढ्नुपर्छ भनेर त्यहाँदेखि मैले एउटा स्कुल पाएँ जब चाहिँ मैले वरिपरिबाट सुनेँ त्यति राम्रो छैन अनि तर साथसाथै मलाई पहिलादेखि चाहिँ नम्बरमा इन्ट्रेस्ट थियो फेरि एउटा कुरा चाहिँ अनि त्यहाँदेखि चाहिँ म अनि ल ठिक छ म चाहिँ अब एकाउन्टेन्ट हुन्छु भनेर त्यहाँदेखि एकाउन्टेन्ट स्कुल खोजेँ त्यसरी नै हो म चाहिँ सधैँ नम्बरबाट इन्ट्रेस्ट भएर आएको त्यहाँ चाहिँ म चाहिँ एकाउन्टिङ हुन मन लागेको हजुर एकदम उहाँहरूको आफ्नै कथा छ उहाँहरू कसरी चाहिँ इन्ट्रेस्टेड हुनुभयो यो आफ्नो फिल्डमा आफ्नो विभिन्न पेसामा विभिन्न क्षेत्रमा भन्ने विषयमा अब हामी सोचौँ मलाई लाग्छ तपाईँहरू धेरैले यो अहिले हेरिराख्नु भएको होला र हेर्दै गर्ने क्रममा सोच्नु पनि भएको होला तपाईँहरूले हङकङमा आउनुभयो हङकङमा आइसकेपछि तपाईँहरूलाई चाहिँ अध्ययन गर्ने सायद चाहना कसलाई हुँदैन सबैलाई हुन्छ शिक्षा हासिल गर्ने धेरै डिग्री हासिल गर्ने त्यसपछि अलिकति हायर लेभलमा चाहिँ काम गर्ने अलिकति धेरै पैसा कमाउने रहर सबैलाई हुन्छ मलाई पनि छ साथीहरूलाई पनि छ तर विभिन्न खालका बाधा अडचन छन् हाम्रो जीवनमा हङकङ त झन् हाम्रो लागि चाहिँ एकदम नयाँ समाज हो हामी नेपालबाट एकदम भिन्न खालको परिवेश भिन्न खालको समाज भिन्न खालको संस्कृतिबाट हामी नयाँ संस्कृतिमा आएका छौँ त्यस कारणले हामीलाई यहाँ एकदमै नयाँ छ सबै कुरा यस्तो खालको नयाँ ठाउँमा हामीलाई धेरै खालका बाध्यताहरू छन् होइन त अब अध्ययन गर्नलाई झन् धेरै बाध्यता छन् त उहाँहरू चाहिँ जुन हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो क्षेत्रमा अगाडि बढिराख्नु भएको छ विश्वविद्यालय अध्ययन गरिराख्नु भएको छ काम पनि गरिराख्नु भएको छ के बाध्यताहरू उहाँले चाहिँ अथवा के खालका चाहिँ च्यालेन्जहरू उहाँहरूले चाहिँ फेस गर्नुभयो र उहाँले कसरी त्यसलाई चाहिँ सामना गर्नुभयो र कसरी त्यसलाई सल्भ गर्नुभयो त भन्ने कुरा पनि सुनौँ मलाई लाग्छ यो अहिले चाहिँ भिडियो हाम्रो चाहिँ धेरै यहाँका चाहिँ हाई स्कुलका विद्यार्थीहरूले सुनिराख्नु भएको होला र हाई स्कुलका विद्यार्थीका अथवा प्राइमेरीका विद्यार्थीका प्यारेन्टले पनि सुन्नुभयो होला यदि तपाईँहरू सुन्नुभएको छ हेर्नुभएको छ भिडियो भने सुन्नुहोस् उहाँहरूले चाहिँ आफ्नो समस्यालाई आफ्नो चाहिँ चुनौतीलाई उहाँहरूले कसरी सामना गर्नुभयो र उहाँले कस्तो खालको समाधान तपाईँहरूलाई दिन सक्नुहुन्छ भन्ने विषयमा म चाहिँ हाम्रो जोनीजीलाई चाहिँ प्रश्न तेर्साउँछु तपाईँले चाहिँ कस्तो कस्तो समस्याहरू च्यालेन्जहरू फेस गर्नुभयो यो तपाईँले चाहिँ आफ्नो फिल्डमा यो ग्राफिक डिजाइनर बन्ने क्रममा र तपाईँले कसरी चाहिँ समाधान गर्नुभयो अलिकति भनिदिइहाल्नुहोस् न त हङकङमा मेन प्रब्लम चाहिँ होइन कस्तो हुन्छ कि अब मान्छेले सम्झिन्छ हङकङ एउटा वर्ल्ड सिटी भनेर सम्झिन्छ होइन संसारको एउटा सहर जस्तो अब तर खासै यहाँ हामीले एउटा यस्तो कोर्सको हेरौँ भने होइन खासै यहाँ कोर्सहरूको खासै बेसी भेराइटी छैन होइन भेराइटी छैन अनि अब मैले चाहिँ अब होइन मेरै एउटा लेभल कि एउटा कुन चाहिँमा होइन ठिक हुन्छ भनेर जाँदाखेरि मैले ग्राफिक डिजाइन पाएँ तर ग्राफिक डिजाइनमा नि कतिपय यस्तो कुरा हुन्छ कि होइन त्यो एउटा क्वालिफिकेसनहरू चाहिन्छ होइन क्वालिफिकेसनहरू के चाहिन्छ अनि मैले चाहिँ खास त्यो प्रोग्राममा हेर्दाखेरि मलाई अलिक साह्रो पऱ्यो होइन अब कुनैमा के चाहिने कुनैमा के चाहिने होइन त्यो पनि एउटा प्रब्लम हो एउटा प्रब्लम अनि अर्को चाहिँ प्रब्लम हुन्छ फाइनेन्सियल प्रब्लम हो
फाइनेन्सियल प्रब्लममा चाहिँ मैले चाहिँ के गरेँ भन्दाखेरि मैले लोनहरू केही लिइनँ मैले चाहिँ फुल टाइम काम गरेँ होइन एउटा फुल टाइम 9 to 6 क्लब जब गरेँ र पार्ट टाइम मैले पढेँ 3.5 years पार्ट टाइम 3.5 years पढेँ त्यसरी बिस्तारै बिस्तारै मैले आफ्नो कोर्स कन्टिन्यू गरेँ म त्यसरी अरू साथीहरू पनि आफ्नै कथा होला होइन आफ्नै खालको चुनौतीहरू होलान् र आफ्नै खालको समाधानहरू होलान् अब मलाई लाग्छ तपाईँ सेयर गर्न सक्नुहुन्छ आफ्नो तर्फबाट जोनी दाइले भन्नुभयो जस्तै के अरे प्रब्लली हाम्रोतिर जस्तो के अरे मेन प्रब्लम भनेकै फाइनेन्सियलमा जान्छ है सबैको अब आफ्नो प्रब्लम हुन्छ कसको चाहिँ प्रब्लम हुँदो रहेछ खास पनि अनि जस्तै अब जोनी दाइ जस्तै पार्ट टाइम काम गर्नु मैले पनि त्यस्तै काम गरेँ तर मेन कुरा चाहिँ अर्को प्रब्लम हङकङमा पढ्दाखेरि के चाहियो के भयो भन्दाखेरि चाहिँ अब आफूले चाहेको कोर्सहरू छ नाम इङ्ग्लिसमा छ तर पढाउने चाहिँ अब चाइनिजमा पढाउँछ क्लासमा है किन भन्दाखेरि अब धेरै जस्तो स्टुडेन्टहरू चाइनिज भन्छ त्यही नि अब यदि आफ्नो मनमा चाहिँ इच्छा छ भने चाहिँ जानु के पढ्नु त्यो अब एनरोल गर्नु चाइनिजमा पढायो भने इङ्ग्लिसमा नोट्समा पढ्नु मैले जस्तै अब मेरो एकाउन्टिङ कोर्स फर्स्ट कोर्स 1 वर्ष आदिको सबै चाइनिजमा थियो त्यही नि म गएँ म पास गरेँ त्यहाँदेखि बल्ल फेरि अर्को स्टेप चाहिँ इङ्ग्लिसमा पाउँछु भनेर खोजेँ त्यस्तो भयो जस्तै अब मेरो फाइनेन्सियल प्रब्लम थियो जनी दाइको जस्तै मैले पार्ट टाइम काम गरेँ तर त्यतिले पुगेन अनि तर त्यसैले चाहिँ मैले चाहिँ स्कलरसिप एप्लाई गरेँ होइन स्कलरसिपबाट स्कलरसिप नि एप्रुभ भयो कसरी भनौँ अब सायद अब जब चाहिँ तिमीलाई थाहा हुन्छ होइन आफूलाई थाहा हुन्छ कि ओके यु नो यु क्यान डु इट भनेर होइन त्यहाँदेखि चाहिँ अब अरू मान्छेहरूले नि तिमीलाई बिलिभ गर्न सक्छ होला है उहाँहरू दुईजना यहीँ चाहिँ हङकङमै अध्ययन गर्नुभएको हङकङमै हाई स्कुल पढ्नुभएको उहाँ चाहिँ नेपालबाट आउनुभएको जस्तो मलाई लाग्छ नेपालबाट हाई स्कुल गरेर आउनुभएको उहाँको चाहिँ फरक खालको चुनौती होला तपाईँले पनि सेयर गरिदिइहाल्नु नि त फरक खालको चुनौती मेरो चाहिँ कस्तो भयो भन्दाखेरि जब म हङकङ आएँ त्यसपछि 1 वर्ष त मैले कलेज खोज्नमा नै लगाएँ त्यसपछि मैले ओके पाएँ कलेजमा भित्र छिरेँ होइन तर त्यहाँ जाँदाखेरि चाहिँ एउटा कल्चरल बेरियर थियो भनेको मतलब कस्तो भन्दाखेरि अब साथीहरू अब उनीहरू झट्टै साथी हुन नि नमान्ने होइन अब साथी त्यहाँ नेपालीहरू एकदम कम्तीमा थियो अनि क्लासमा गयो अब कहिलेकाहीँ के हुन्छ भन्दाखेरि अब म इङ्ग्लिस बोल्छु अब मेजोरिटी अब चाइनिजहरूले चाहिँ अब चाइनिज नै बोल्छ अनि यसले त इङ्ग्लिस बोल्छ भने साथी बन्न नखोज्नेहरू पनि त्यस्तो पनि देख्यो त्यही कारणले म एक्चुली रोएको पनि छु क्लासमा है उनीहरूले मलाई ग्रुपमा हालेन म वासरुम गएर रोएँ पनि र अर्को डिफिकल्टी भनेको चाहिँ इभन क्लासमा पनि लेक्चररहरूले चाहिँ अब भन्छ उनीहरूले ओके इङ्ग्लिस मिडियम क्लास हो भनेर भन्छ तर त्यहाँ के भइदिएको थियो भन्दाखेरि जब ग्रुप डिस्कसन हुन्छ आर्गुमेन्ट टाइम हुन्छ प्रेजेन्टेसन पछि उनीहरूले पुरा चाइनिज भाषा बोल्ने होइन त्यसले गर्दा चाहिँ मैले कति कुरा इन्फर्मेसनहरू मिस आउट गरिरहेको छु नि त तर के हो भने आफूले चाहिँ हरेस मान्नु हुन्न कि जस्ट मैले मानिनँ पनि मेरो साथी पनि थियो हामीले डिस्कस गरेको थियो हामी दुईजना बिच यस्तो कुराहरू भइरहेको थियो तर पनि कम्प्लेन पनि गरेनौँ जस्ट आफूले सक्दो आफ्नो प्रयास चाहिँ हाल्यो र अर्को कुरा चाहिँ अर्को डिफिकल्टी भनेको चाहिँ फाइनेन्सियल अगेन होइन किनभने म त अगेन मेरो लाइक सिङ्गल प्यारेन्टिङ होइन मेरो र अर्को कुरा चाहिँ के भयो भन्दाखेरि कहिलेकाहीँ जम्मा $20 हुन्थ्यो है $20मा के $10 स्कुल जाने $10 घर आउने है अनि त्यो खुद्रुकेमा पैसा हुन्थ्यो त्यो पनि लाइक पुरा काउन्ट गरी मैले त्यसरी युज गर्थेँ र त्यसपछि ठ्याक्क छुट्टी हुन्छ समर भ्याकेसनमा चाहिँ सेमेस्टर ब्रेकमा चाहिँ मैले 3 महिना जति मैले रेस्टुरेन्टमा काम गर्थेँ अनि त्यसको पैसाहरू पनि सेभ गर्थेँ र स्टिल अहिले चाहिँ अब त्यस्तो साह्रो गुड अर्निङ त छैन जस्ट आफूलाई ट्राभलिङ अलाउन्सहरू चाहिँ मलाई पुगिरहेको छ तर अलवेज मलाई पनि लाइक प्रोफेसनल क्यामेरा किन्नु मन छ मलाई पनि आइपोड किन्नु मन छ तर म त्यो कुरा सब त्यागेर हुन्छ नि म ओके आई हेभ टु सेभ फर माई स्टडी मेरो लोन तिर्नु छ भनेर त्यो माइन्डमा म राख्छु त्यसरी म अगाडि एकदम इन्ट्रेस्टिङ छ मलाई लाग्छ उहाँहरूको हरेकजनाको कथा छ एकदमै राम्रो छ इन्सपायरिङ छ भन्ने मलाई लाग्छ उहाँहरूले कति दुःख सामना गरेर कति धेरै चुनौतीहरू सामना गरेर अध्ययन गर्नुभएको छ सङ्घर्ष गर्नुभएको छ र यो स्ट्रगलमा उहाँहरू सफल पनि हुँदै हुनुहुन्छ भन्ने मलाई लाग्छ मैले अघि तपाईँहरूलाई भन्दै थिएँ तपाईँहरू धेरैजना अझै बाहिर अरू विभिन्न विश्वविद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ होला विभिन्न फिल्डमा अध्ययन गर्दै हुनुहुन्छ होला आफ्नो अनुभव होला साट्नु तपाईँ चाहनुहुन्छ होला आउनुहोस् मैले अघि तपाईँलाई इन्भाइट गरिरहेको थिएँ हामीसँग आउनुभएको छ नयाँ बहिनी फेरि हामीसँग जोइन गर्नको लागि म उहाँलाई आफ्नो परिचय आफै दिनको लागि अनुरोध गर्छु यतापट्टि हुनुहुन्छ नमस्ते मेरो नाम दीक्षा बानिया म लिङ्गनान युनिभर्सिटीबाट इङ्ग्लिस मेजर लिएर ग्रेजुएट गरिसकेँ अनि अहिले म एउटा सेकेन्डरी स्कुलमा पढाउँदैछु दीक्षाजीलाई म अलिकति अघि हाम्रो चाहिँ अरू साथीहरू चाहिँ कुराकानी गरिसक्नु भएको छ अलिकति रिपिट गर्न चाहन्छु थोरै कुराहरू हामीले चाहिँ हङकङमा धेरै देख्छौँ हाम्रो नेपाली समुदाय एकदम ठुलो भइसक्यो यहाँ हङकङमा हामी धेरै लामो समय पनि बसिसक्यौँ होइन
तर हाम्रो चाहिँ नेपाली समुदायभित्रको हामी चाहिँ हेऱ्यौँ भने एजुकेसनमा हामी एकदम पछाडि छौँ भन्ने हामीले चाहिँ रियलाइज गरेका छौँ। महसुस गरेको छ। अनि यहाँले पनि त्यही रियलाइज गर्नुभयो होला होइन? तपाईँलाई चाहिँ यो यसरी चाहिँ एजुकेसनमा अगाडि बढ्ने अब इङ्ग्लिस मेजर लिएर डिग्री गरिसक्नुभयो होइन? अब तपाईँलाई चाहिँ केले मोटिभेट गर्यो यतातिर जान? अरू सबैजना काम गर्ने, रेस्टुरेन्टमा जाने अथवा कहीँ जाने, काम गर्ने, पैसा कमाउने गर्न थाले, तपाईँ त्यता गर्नु भएन, केले तपाईँले यतातिर तान्यो? अलिकति बताइदिनुहोस् न। एक त मेरो पर्सनालिटी पनि होला, आइएम अलवेज स्ट्राइभिङ फर बेटर। अनि म पहिला चाहिँ ट्युटोरियल सेन्टरमा काम गर्थेँ अनि म चाहिँ आफैलाई इम्प्रुभ गरेर आफूलाई च्यालेन्ज पनि गरेर मलाई चाहिँ एटलिस्ट युनिभर्सिटी डिग्री चाहिँ गर्ने मेरो आफ्नै मोटिभेसन पनि थियो। प्लस माई फ्यामिली उनीहरूले पनि दे ह्याड भेरी हाई एक्सपेक्टेसन फर मी। सो यही दुईवटा कुराले होला मेरो। ठिक छ, एकदम। मैले अब यहाँहरूलाई चाहिँ सबैजनालाई प्रश्न सोध्न चाहन्छु र मलाई लाग्छ दिशाजीले नै त्यो सुरु गर्न सक्छ उत्तर दिनको लागि। हाम्रो नेपाली समुदायमा मात्रै होइन, यहाँको चाहिँ एथनिक माइनोरिटी पपुलेसनमा छ नि कस्तो खालको चाहिँ अलिकति कन्सेप्सन छ भने हामीले आखिर पढेर किन पढ्नु, किन दुःख गर्नु, नपढ्नेहरूले पनि टन्न काम गरिरहेछन्, पैसा कमाइरहेछन् होइन भन्ने खालको एक खालको कन्सेप्सन चाहिँ त्यो भइरहेछ क्या, डेभलप भइरहेछ क्या हाम्रो कम्युनिटीमा होइन? त यो कन्सेप्सन यहाँहरूलाई कस्तो लाग्छ? र यो कन्सेप्सन सही हो या गलत हो? गलत हो भने किन गलत हो र सही हो भने किन गलत हो? अलिकति भनिदिनुहोस् न। दिशाजीले त सुरु गर्नु। मैले नेपाल पोस्ट भन्ने एउटा म्यागजिनमा यही एजुकेसनको बारेमा एउटा आर्टिकल लेखेको थिएँ। अनि मैले त्यसमा के लेखेको थिएँ भने नेपाली केटाहरू कति बारटेन्डरहरू स्टार्ट गर्छ होइन सेन्टरमा, पछि दे स्टार्ट इन्भेस्टिङ इन द क्लब, सो दे एक्चुअली मेक अ लट अफ मनी। सो मेरो ओपिनियन के छ भने इट्स नट रङ, इफ यु गुड एट इट गो फर इट होइन? सबैले एजुकेसन नै गर्नुपर्छ भन्ने छैन मेरोमा, बट आई फिल लाइक इट्स अ भेरी सेफ रुट फर यु टु टेक होइन? इफ यु हेभ अदर ट्यालेन्ट्स एन्ड युआर सो स्योर युआर सेल्फ कन्फिडेन्ट इन इट देन त्यसमा प्रब्लम छैन। तर एजुकेसन चाहिँ एटलिस्ट इट्स अ भेरी स्टेबल वे यु नो, इफ यु गो थ्रु इट यु नो आफ्नो एम्बिसन चाहिँ नि गेन गर्छ पछि भन्ने। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि एजुकेसन भन्नाले इट्स नट कलेज जाने मात्र होइन, डिग्री मात्र हासिल गर्ने होइन। एजुकेसन भन्दाखेरि चाहिँ तपाईँको इन्ट्रेस्ट के हो, स्किल के आफ्नो स्किल इम्प्रुभ गर्ने कुरा हो। तपाईँले फोटो खिच्न सक्नुहुन्छ, तपाईँ रेस्टुरेन्टमै जान चाहनुहुन्छ भने तपाईँले बारटेन्डरको कोर्स गर्नुहुन्छ, कसरी हुन्छ आफ्नो स्किल डेभलप गर्ने, आफ्नो पर्सनालिटी डेभलप गर्ने, आफ्नो इन्टेलेक्चुअल डेभलप गर्ने, त्यो कुरा पनि पर्छ एजुकेसनमा। यो चाहिँ एउटा कलेज जाने, कलेजमा मात्र सीमित होइन, पढाइ किताब त्यो मात्र होइन क्या। त्यो भन्नुभयो स्पेसली के अरे दीक्षा दिदीले भन्नुभएको थियो नि अब जस्तै अब एजुकेसन पढेर चाहिँ काम गरेर चाहिँ के अरे यदि अब त्यो राम्रोसँग के एजुकेसन पढेर अथवा नपढिकन चाहिँ बारमा बरु इन्भेस्ट गरेर चाहिँ धेरैभन्दा बरु के अरे काम गरेर त्यति इन्भेस्ट गरेर धेरै पैसा आएको मानि हुन्छ भन्नुहुन्छ नि होइन? तर हेर्नुपर्छ कि अब मान्छेको भ्यालु चाहिँ एजुकेसनको के हो भने यदि अब ज्ञान चाहिँ मान्छेलाई काम गर्नको लागि मात्र हो भने अब अफकोर्स अब के अरे पढाइ राम्रो होइन। तर ज्ञान चाहिँ यदि अब मान्छेलाई चाहिँ अब एजुकेसन चाहिँ अब मान्छेको लागि एउटा पैसाको लागि मात्र होइन, आफ्नो के अरे आफूलाई नै अब के अरे माथि स्ट्याटसमा ल्याउने हो कि होइन, आफूले ज्ञान पढेर अब केही कुरा हासिल गर्ने हो कि त्यसको अब त्यसैले चाहिँ मलाई के लाग्छ भने अब ज्ञानले नै मान्छेलाई अगाडि बढाउँछ कि होइन, तर पैसाले मात्र होइन। पैसा मात्रै होइन। ओके, के छ तपाईँको? मलाई के लाग्छ भन्दाखेरि एजुकेसनमा चाहिँ होइन, हामीले जब एजुकेसनमा इन्टर गरिन्छौँ होइन, त्यहाँ कस्तो हुन्छ भने आफ्नै लाइक माइन्ड मान्छेहरू भेटिन्छौँ होइन, सेम लेभलको माइन्ड भेटिन्छौँ। अनि माइन्ड भेट्दाखेरि हामीले झन् उति आफ्नो सेल्फ इन्भेस्टमेन्टहरू हुँदै जान्छ होइन, उति आफ्नो के भन्छ आफ्नो झन् मोर मेच्योरिटीहरू हुँदै गइन्छ होइन, आइडियाजहरू आइन्छ, नयाँ किसिमको साथीहरू भेटिन्छ होइन, मोर सोसल हुन्छ होइन। अनि तपाईँहरूको चाहिँ विचारमा, तपाईँहरूको ओपिनियनमा एजुकेसनल एटेनमेन्ट होइन, अर्निङ पैसा अनि ह्याप्पिनेस अर सेटिस्फ्याक्सनमा के रिलेसनसिप छ? पर्सनली भन्यो भने चाहिँ होइन के अरे सर्ट अफ लाइक डाइरेक्टली नि पर्छ, इन्डाइरेक्टली नि उस हुन्छ। यदि अब तपाईँले एजुकेसन पाएन भने होइन तपाईँलाई माया के हो भन्ने थाहा हुन्न होइन। यदि अब तपाईँलाई एजुकेसन पाएन भने तपाईँलाई अब त्यो कतिको दुःख हुन्छ त्यो एक्चुअली गरेर, किनकि एजुकेसन पायो भने चाहिँ तपाईँलाई सजिलो हुन्छ कि पढेर थाहा हुन्छ कि ओके अब मैले यो काम गरेपछि चाहिँ यो काम गर्दाखेरि चाहिँ सजिलो हुन्छ यो काम गर्नु भन्दाखेरि। अब तपाईँलाई पढेर थाहा हुन्छ कि होइन ओके म यहाँ यति पढ्यो भने चाहिँ के अरे मैले यतिको स्यालेरी स्किल पाउँछ भनेर होइन। डेफिनेटली के अरे पढाइको एजुकेसनमा चाहिँ एकदम के भन्छ त्यो हुन्छ नि मान्छेको फ्यामिलीको सक्सेस हुन्छ कि अब ह्याप्पिनेस हुन्छ कि अर्निङ
यसो के भन्छ इन्टररिलेटेड छ हजुर ठिक भन्नु इन्टररिलेटेड अन्तरसम्बन्धित छ हैन त हजुर ठीक छ तपाईलाई त्यस्तो लाग्छ त्यो ठिक हजुर एकदमै कि पैसा र ह्याप्पिनेस मात्रै छ के छ एभ्रिथिङ गोज ह्यान्ड इन ह्यान्ड हैन अनि अर्को कुरा चाहिँ म के थप्न चाहन्छु भने अहिलेको कन्टेक्स्टमा र नेपालको कन्टेक्स्टमा चाहिँ हामी नेपाली समाजको कन्टेक्स्टमा चाहिँ के भन्दाखेरि एजुकेसनको भूमिका चाहिँ एकदमै महत्त्वपूर्ण छ हैन जुन चाहिँ हामीले अलिकति रियलाइज नगरेको जस्तो मलाई लाग्छ हैन हाम्रो समाजले नै रियलाइज नगरेको जस्तो लाग्छ र किन भन्दा एजुकेसन भनेको चाहिँ यस्तो कुरा हो कि यसले चाहिँ हामीलाई भनिन्छ नि सोसल ल्याडर हैन त्यो क्लाइम्ब गर्न चाहिँ मद्दत गर्छ हामीले यसलाई एउटा व्यक्ति इन्डिभिजुअली निड मात्र होइन फ्यामिलीको एउटा आवश्यकता मात्र होइन कि यो चाहिँ समाजको आवश्यकता भनेर चाहिँ हामीले चाहिँ त्यो चाहिँ माइन्डमा राख्नु पऱ्यो क्या त्यसले गर्दा चाहिँ हामीलाई अझ अगाडि बढ्न चाहिँ हामीलाई सहयोग हुन्छ र त्यसरी हाम्रो समाज पनि एउटा बिल्ड हुन्छ चेन्ज हुन्छ के छ तपाईँहरूको यसमा थप ओपिनियन के छ ठिक छ छैन भने अब के अरे लास्ट एउटा कुरा मलाई के एड गर्न लाग्यो किन हाम्रो आमाबाबुले सधैँ पढ्नुपर्छ भन्छ नि होइन के अरे एजुकेसनको भ्यालु खास भन्ने हो नि सानैदेखि नै अब हामीलाई भन्छ होइन जो इनफ्याक्ट झन् हामीलाई नेगेटिभ इफेक्टको हुन्छ कि झन् उनीहरूले पढ्नुपर्छ हामीलाई झन् सुन्दा वाक्का लगाएर बरु पढ्नु पर्दैन जस्तो सुनिन्छ कि है फिलिङ चाहिँ आज त्यो कुरा चाहिँ हाम्रो सोसाइटीले नि एउटा कुरा राख्नु पऱ्यो कि अब बाबुआमाले नि अब बच्चाहरूको इच्छा बुझ्नु पऱ्यो कि इच्छा र अनि इन्ट्रेस्ट के बच्चाको इन्ट्रेस्ट के हो त्यहाँदेखि चाहिँ जानु पऱ्यो अगाडि एजुकेसन फर स्योर हुन्छ होइन के अरे टपमा आउँछ तर नि अब कस्तो वेमा आउँछ त्यो चाहिँ हेर्नुपर्छ खास ठिक छ अब म तपाईँहरूलाई चाहिँ अब अलिकति यसलाई छोटाउन चाहन्छु होइन अब तपाईँहरूको आफ्नो ड्रिम छ आफ्नो बाटो छ आफ्नो लाइन छ होइन यो लाइनमा अब तपाईँहरू के गर्न चाहनुहुन्छ र अनि अब नयाँ आउने जेनेरेसनलाई तपाईँहरूले चाहिँ के खालको चाहिँ उहाँहरूलाई गाइडेन्स दिनुहुन्छ यो विषयमा अलिकति भनिदिनुहोस् होइन म सुरु गरौँ अब जोनीबाट सुरु गरौँ जोनीजीबाट हजुर मेरो ड्रिम चाहिँ के छ मेरो गोल चाहिँ के छ भन्दाखेरि होइन अब नेक्स्ट 5 to 10 years होइन म चाहिँ आफ्नै एउटा डिजाइन फर्म एउटा खोल्ने भन्ने होइन एउटा विचार छ र अब हेरौँ बिस्तारै होइन के हुन्छ होइन र म यो नयाँ अब जस्तै यो आर्ट फिल्डमा होइन जानु खोज्ने भनेर चाहिँ म एउटा भन्न चाहन्छु कि होइन जस्ट आर्ट फिल्ड भन्ने कुरा भनेको एउटा सिर्फ एउटा वान उयो छैन होइन सबैले के भन्दाखेरि आर्ट भन्दाखेरि सिर्फ त्यो पेन्टिङहरू सम्झिन्छ पेन्टिङ ड्रइङ सम्झिन्छ तर आर्ट फिल्डमा धेरै उयो मिडियमहरू छ होइन सपोज एउटा मेरो भयो ग्राफिक डिजाइन भयो एउटा भिडियोहरूको अब फोटोग्राफीहरू भयो या त राइटिङहरू पनि हुन्छ होइन त्यही कारण आफ्नो उयो चाहनालाई चाहिँ होइन जस उयो नगरोस् होइन उयो होपलेस नहोस् होइन किनकि त्यो अलवेज वे होइन अलवेज त्यसलाई उयो गर्ने होइन स्ट्राइभ गर्ने प्र्याक्टिस गर्ने होइन आफ्नो स्किल्सहरूलाई प्र्याक्टिस गर्ने सेयर गर्ने होइन जोनी दाले भन्नु जस्तै म मेरो उसबाट नै किन भविष्य भन्ने बित्तिकै इट्स अ गुड टपिक इनफ्याक्ट किनकि कसलाई पनि थाहा छैन भविष्यमा के हुन्छ आफूलाई मात्र थाहा छ खासमा के हुन्छ किनकि यदि आफूले आफूमा ट्रस्ट गर्यो भने चाहिँ एनिथिङ इज पोसिबल मेरो विचारमा चाहिँ मलाई के लाग्छ म दुईवटा कुरा हुन्छ प्रब्लली लाइक ग्रेजुएट भएपछि एक कि मलाई बिग अपरेसनले हायर गर्छ है कि भने म आफूले बिग अपरेसन बनाउँछु आइदर वान अफ दिस हुन्छ अनि तर म एउटा एडभाइस चाहिँ सबैलाई के दिन चाहन्छु भन्दाखेरि चाहिँ होइन अब आउने के अरे भाइ बहिनीहरूलाई चाहिँ आफूले केमा इन्ट्रेस्ट लाग्छ भने त्यसमा जानु अनि त्यसपछि कहिले पनि वरिपरिको कुरा नसुन्नु के यो गर्दा फेरि यस्तो हुन्छ यतिले त यति मात्र पैसा कमाउँछ यतिले त केही नै गर्न सक्दैन त्यो केही यदि तपाईँलाई अब त्यसमा चाहिँ जान मन लाग्छ भने चाहिँ अब रिसर्च गर्नुहोस् सोध्नुहोस् किताबमा पढ्नुहोस् त्यसको बारेमा त्यहाँदेखि बल्ल प्रोसिड गर्ने त्यसको गरेर हजुर मेरो चाहिँ कस्तो भन्दा मैले अघि हजुरलाई भनिसकेँ होइन मेरो सानैदेखि एउटा ड्रिम भनेको चाहिँ टु वर्क इन कम्युनिटी कुनै पनि यस्तो म्यानेजर फिल्ड भनेर अनि जब म हङकङ आएँ त्यसपछि मैले चाहिँ डिसिजन गर्नुपर्ने थियो म कहाँ जाने होइन अनि त्यो गर्दा चाहिँ मलाई धेरैले भन्यो कि इङ्ग्लिसमा जा टिचर भन् किन सजिलो छ होइन इङ्ग्लिस बुझ्छ टिचिङ गर त्यो भन्यो अनि प्रायः जसले चाहिँ अकाउन्टिङ गर जस्तै बिजनेसतिर जा त्यस्तो पनि भन्यो होइन तर मेरो चाहिँ मलाई चाहिँ समथिङ आई ह्याड टु डु विथ सोसल साइन्स फिल्डमा त्यही भएर मैले चाहिँ गिभअप गरिनँ मैले हङकङ आएँ सोसल साइन्स पढेँ मेरो मेजर चाहिँ मैले सोसियोलोजीमा गरेँ त्यसपछि मैले क्रिमिनोलोजी विथ साइकोलोजी गरेँ सो तपाईँहरूले पनि होइन अब तपाईँहरूको पनि अब सायद अब सबैजनाको आफ्नो ड्रिम थियो होला जब हङकङ आयो होइन तर कसैले चाहिँ अब गिभअप गर्यो कसैले गरेन होइन के भन्न चाहन्छु गिभअप नगर्नुहोस् होइन
जब तपाईँले यदि इफोर्ट हाल्नुहुन्छ भने तपाईँको बाटोहरू आफै खोलिन्छ क्या जस्तै अब अहिले मैले आएर मलाई 2 वर्ष अगाडि मलाई थाहा थिएन म कहाँ जान्छु मलाई केही थाहा थिएन तर अहिले हालै म अहिले एउटा रिहेबिलिटेसन एन्ड क्राइम प्रिभेन्सन एउटा संस्था छ त्यहाँ चाहिँ म आबद्ध भएर काम गर्दैछु होइन म चाहिँ मेनली चाहिँ नेपाली साउथ एसियनहरूलाई चाहिँ सर्भ गर्दैछु र बाटो भनेपछि आफै खोलिदिने त मैले आत्तिनु जरुरी थिएन नि त अनि मेरो पर्सनली चाहिँ आई थिङ्क आई प्रिटी मच रिच्ड माई गोल तर सक्यो भने चाहिँ मेरो पार्ट टाइम भएर मास्टर्स गर्ने प्लान छ आफ्नोलाई बट फर द कम्युनिटी आई रियली होप द्याट आई क्यान एन्करेज माई स्टुडेन्ट्स टु एटलिस्ट पर्स्यु अ डिग्री होइन उनीहरू चाहिँ आफैलाई राम्रो गरोस् एटलिस्ट आफ्नो प्यारेन्ट्सभन्दा 1 स्टेप अगाडि होस् भन्ने चाहन्छु किनकि वी अल नो हाम्रो प्यारेन्ट्सहरू आउनुभयो मोस्ट अफ देम आर कन्स्ट्रक्सन वर्कर सेक्युरिटी गार्ड्स एन्ड नर्सिङ होममा केयरटेकरहरू हुनुहुन्छ एन्ड दे वर्क रियली हार्ड वेन दे केम हियर बट आई थिङ्क हामी चाहिँ अलिकति लकी छौँ होइन हामीले मोर अपर्च्युनिटी पाएछ सो आई थिङ्क माई स्टुडेन्ट्स विल एटलिस्ट ट्रेजर द्याट म यहाँहरूलाई चाहिँ अर्को एउटा प्रश्न तेर्साउन चाहन्छु यहाँहरूले अध्ययन गर्ने क्रममा यहाँहरूको आफ्नो अनुभव भन्नु होला हाम्रो यो समुदायमा हाम्रो कम्युनिटीले यहाँहरूलाई चाहिँ कतिको सपोर्ट दियो अर्थात् अझ अर्को शब्दमा भन्दाखेरि चाहिँ यहाँको चाहिँ विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा अगाडि बढ्नको लागि हाम्रो कम्युनिटीले कतिको सपोर्ट गरिरहेको छ कतिको इन्करेज गरिरहेको छ भन्ने लाग्छ यहाँहरूलाई हाम्रो नेपाली कम्युनिटीमा थुप्रै अर्गनाइजेसनहरू छ होइन अब जात अनुसार छ ठाउँ अनुसार छ नेपालबाट कथा तर मलाई लाग्छ अब यसमा मेनली चाहिँ कल्चरल कुरामा होइन अब हाम्रो डान्स आइडलहरू छ सिङ्गिङ आइडल त्यस्तो कम्पिटिसनहरू छ कल्चरमा मेन छ द्याट्स इम्पोर्टेन्ट तर एजुकेसनमा मैले चाहिँ त्यति साह्रो देखिनँ मेन कुरा एउटा युनिसन हङकङ भन्ने फर्मुले स्टार्ट गरेको उनीहरूले चाहिँ फर्स्ट मैले रियलाइज गरेको उनीहरूले यो आइबिई छ नि गभर्मेन्टसँग लबी गरेर 2-3 वर्षमा दे स्टार्टेड प्रोग्राम फर नन चाइनिज त्यो चाहिँ मेजर लाग्यो प्लस युनिसनले पछि स्कलरसिप दिन थाल्यो हाम्रो जस्तो स्टुडेन्टलाई त्यो चाहिँ मलाई उनीहरूले गरे जस्तो लाग्यो तर हाम्रो आफ्नै अर्गनाइजेसनहरू चाहिँ त्यति साह्रो गरे जस्तो लागेन अर्को कुरा चाहिँ अहिले हुन त सिचुएसन अहिले धेरै इम्प्रुभ भइसक्यो होइन मतलब मैले सुन्छु कि अब जस्तै उहाँहरू त पहिल्यैदेखि यहाँ बसिरहेको हो नि त उहाँहरूको सिचुएसन पहिला कस्तो थियो अहिले सिचुएसन चाहिँ धेरै इम्प्रुभ भइसकेको छ र अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि अब हाम्रो लोकल अर्गनाइजेसन्सहरू कति थुप्रो छ नि त अब मैले जस्ट धेरै त म जाने तर जब प्रोग्रामहरूतिर गएको बेला चाहिँ अब जस्तो बिबिक्यू अब मङ्की हिलमा प्रोग्रामहरू भइरहेको छ नि कल्चरल इभेन्टहरू यस्तो बेला मैले हाम्रो लिडर्सहरूले चाहिँ अब कम्युनिटी लिडर्सहरूले प्रायः जस्तो हुन्छ नि उहाँहरूले चाहिँ कलाको कुरा गर्नुहुन्छ संस्कृति जोगाउने कुरा गर्नुहुन्छ तर मैले अहिलेसम्म नै एउटा यस्तो लिडर देखेको छैन जसले चाहिँ शिक्षाको कुरा गरेको होस् होइन अब हुन त म हङकङ बसेको धेरै पनि भएको छैन तर जति पनि इभेन्ट गएको छु मेबी मैले नअसरी पनि हुनसक्छ तर म जतिमा गएको छु मैले चाहिँ उहाँले अलिकति शिक्षामा चाहिँ धेरै एम्फसाइज नगरेको चाहिँ मलाई त्यस्तो पनि मैले महसुस गरेको छु मलाई नि त्यस्तो लाग्छ कि हाम्रो कम्युनिटीले चाहिँ होइन हाम्रो यहाँ हङकङको लोकल स्कुलहरूलाई होइन स्कुलहरूलाई ज्यादा होइन भोइस गर्दैन होइन ज्यादा अब सपोज अब प्यारेन्ट्स डेतिर होइन आमाहरू ज्यादा आइँदैन ज्यादा मोर इन्भल्भमेन्ट हुँदैन होइन ज्यादा अब बच्चाको पढाइतिर या त एक्स्ट्रा करिकुलर एक्टिभिटिजतिर फुटबल गेमहरूतिर आउँदैन हो त्यही भएर अलिकति सायद कतै प्रयोग है प्यारेन्ट्सहरूको कतै विकनेस छ कि होइन कतै सर्ट कमिङ्सहरू छ भन्ने मेरो जोनीको दाइको प्रब्लम नि बुझेँ होइन किनकि अब हुन्छ प्यारेन्ट्सहरू कति त अब के अरे रिपोर्ट कार्ड दिनमा नि आउँदैन हो अब त्यस्तो हुन्छ तर साथसाथै हामीले नि अब आमाबाउहरूको नि दुःख त बुझ्नु पऱ्यो उनीहरू पनि काममा जान्छ होइन सायद अब त्यो दिनमा अब छुट्टी नमिल्न सक्ला होइन त्यो भन्दैमा अब किन अब हामीले चाहिँ अब हाम्रो कम्युनिटीले चाहिँ किन अब स्टिल अब हुन्छ नि अब एउटा स्टुडेन्ट चाहिँ अब 100मा 100 ल्याएको छ तर अरूहरू चाहिँ किन 0-0 अथवा 50-5 मात्र हुन्छ है अब एउटा मलाई त के लाग्छ भने एउटा कुरा चाहिँ होइन हाम्रो एउटा रोल मोडलै छैन क्या अनि को रोल मोडल हुने मान्छे नि आफू नि अब हुन्छ नि एउटा सर्टिफाइड हुने अब क्यापेबल हुने त्यो मान्छे नि अब उहाँ नि अगाडि बढेर चाहिँ हुन चाहनुहुन्न क्या एउटा त्यो भयो रोल मोडलहरू हुन्न है अनि अर्को कुरा चाहिँ के भन्दाखेरि अब हाम्रो कम्युनिटीमा चाहिँ सँगै अगाडि बढ्नुभन्दा चाहिँ किन हामी चाहिँ सधैँ आफ्नोसँग के भन्छ एउटा जेलेसी भनौँ न एकअर्काको कुरा काटेर हुन्छ कि एकअर्काको यसले यस्तो गरेर त ठिकै छैन भने सपोर्ट नगरेर किन चाहिँ हामी चाहिँ सधैँ अब उनीहरूलाई चाहिँ नराम्रो उसमा जाने सोचाइ त्यस्तो किन गएको छ त्यो त्यसरी चाहिँ हामीलाई चाहिँ त्यसमा अगाडि बढ्नुपर्छ अब छ थुप्रै अर्गनाइजेसनहरू होइन
सबै अर्गनाइजर आफ्नो कजमा लडिरहेको छ एकदम खुसी लाग्छ मलाई त्यो तर किन हाम्रो चाहिँ एउटा अर्गनाइजेसन छैन जुन चाहिँ सिर्फ एउटा कज हो सबसे इम्पोर्टेन्ट जुन चाहिँ अब ज्ञान हो होइन ज्ञानमा चाहिँ किन लडेको छैन हाम्रो त्यही अचम्म लाग्छ हजुर त्यसरी अब होस् भविष्यमा एटलिस्ट होइन कुनै अर्गनाइजेसन अब कुनै आमा बाबुको चाहिँ यस्तो सोचाइ होस् कि अब जुन चाहिँ अब ओके पढाइले मात्र होइन कि यसरी पढेर मात्र होइन कि अब डक्टर मात्र पढेर होइन कि के अरे हाम्रो परिवार राम्रो हुने सायद अब सानै पढेर तर एटलिस्ट राम्रो पढेर हुने त्यस्तोमा सोचाइ जाओस् भन्ने मेरो विचार छ हजुर कम्युनिटीको सपोर्ट एकदम जरुरी छ भन्ने लाग्यो होइन यहाँहरूको विचार त्यही आयो प्लस त्यसमा चाहिँ प्यारेन्टहरूको पनि एकदमै संलग्नता इन्भल्भमेन्ट जरुरी छ भन्ने आयो होइन थप केही छ अरू तपाईँहरूको हजुर अर्को चाहिँ कस्तो पेरेन्ट्सको कुरा गर्दाखेरि चाहिँ अब कस्तो हुन्छ भने हाम्रो कम्युनिटीमा हामीले हाम्रो आमा बुवालाई दोष दिएर नि हुँदैन हामीले हाम्रो लिडर्सहरूलाई पनि दोष दिएर मिल्दैन क्या किनभने कस्तो भन्दाखेरि हाम्रो नेपाली समाज भनेको कस्तो भन्दाखेरि हामी भर्खरै हामीले शिक्षाको महत्त्व बल्ल बुझ्दैछौँ नेपालमा पनि होइन अब मोर देन अब पर्सन एक्ज्याक्टली थाहा छैन तर धेरैजना अशिक्षित स्टिल पनि छ होइन कतिपय हाम्रै आमा बुवाहरू पनि इलिटरेट हुन्छ मेरो पनि इलिटरेट हुन्छ लाइक थुप्रो त्यो फ्याक्ट कुरा हो होइन अब कस्तो हुन्छ भन्दाखेरि हाम्रो आमा बुवा भनेको चाहिँ अब मानौँ डक्टरले आफ्नो छोरालाई चाहिँ डक्टरै बनोस् भन्ने चाहन्छ नि होइन अब हाम्रो आमा बुवाले चाहिँ कस्तो भन्दाखेरि हाम्रो आमाबाले चाहिँ पढेर ठुलो भएको होइन त उहाँहरू चाहिँ भोगेर ठुलो भएको देखेर ठुलो भएकोहरू यस्तो थुप्रो केसेसहरू छ नि त्यही भएर उहाँले चाहिँ शिक्षाको महत्त्व चाहिँ अलिकति नबुझेको हुनसक्छ होइन किनभने उहाँले त्यो अब अरूको आफ्नो एक्सपिरियन्स एउटा काम त्योबाट चाहिँ उहाँले आफ्नो नलेज गेन गर्नुभयो स्किल गेन भयो त्यही भएर कता न कता हुन्छ नि एउटा चाहिँ कल्चरल भ्यालु हुन्छ नि उहाँहरूको कल्चरल भ्यालु चाहिँ एउटा शिक्षाप्रति नगएर कि अरू कुनै क्षेत्रतर्फ उहाँहरूको चाहिँ त्यो जान सक्छ त्यही कारण हामीले चाहिँ अब उहाँहरूलाई ब्लेम गर्ने कुरा पनि आउँदैन होइन तर चाहिँ अबको जेनेरेसनले चाहिँ यो रियलाइज गर्नु पऱ्यो होइन अबको जति पनि पेरेन्ट्सहरू चाहिँ रियलाइज गर्नु पऱ्यो र पढाइमा चाहिँ कुनै पनि कन्जुसाइ नगरिकन होइन पुरा इन्भेस्ट गर्नु पऱ्यो अब भनौँ न जस्तै अब हाम्रो यहाँ अहिले साउथ एसियन कम्युनिटीमा अब नेप्लिज अब इन्डियन पाकिस्तानी होइन हामी तिनजना ग्रुपमा अहिले फरवर्ड को छ भन्दाखेरि इन्डियनहरू छ पाकिस्तानीहरू छ नेप्लिज आउँछ त्यसपछि बल्ल नेप्लिज आउँछ अब कस्तो हुन्छ भने पाकिस्तानी इन्डियनहरूले चाहिँ उहाँहरूले चाहिँ पढाइमा इन्भेस्ट गर्न चाहिँ उहाँले कन्जुसाइ नगरेको मैले पाएँ क्या मैले त्यो साथीहरूसँग कुरा गर्दा त्यसो उहाँले चाहिँ एकदमै निर्धक्क रूपमा चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ उनीहरूले मास्टरसम्म पैसा पे लाउन रेडी हुन्छ तर हाम्रो चाहिँ कस्तो भइदिएको छ नि मैले सुने हुन्छ मेबी जग्गा पो किन्ने हो कि नेपालमा गएर घर बनाउने हो कि यस्तो यस्तो कुराहरू छैन त्यो कुराहरू चाहिँ यो चाहिँ बिस्तारै चेन्ज हुन्छ तर हामीले यसको चाँडै चेन्ज हुन्छ भन्ने पनि छैन तर हामी चाहन्छौँ कि यो चाहिँ चेन्ज चाहिँ होस् सोसाइटीमा चेन्ज होस् लास्ट एउटा पोइन्ट क्लियर गर्नु मलाई होइन कुनै बाबुआमाहरूले होइन सायद अब हजुरको साथ ठ्याक्कै उल्टो हुन्छ भने कोही चाहिँ अब जग्गाहरू नै बेचेर बरु छोराछोरीलाई पढाउने नि हुन्छ तर इनफ्याक्ट तर छोराछोरीहरू पढ्न मान्दैन त्यस्तो नि हुन्छ है प्रब्लम कति डिफ्रेन्ट हुन्छ के अरे अब यो हुन्छ त्यो हुन्छ होइन तर मेन यहाँ चाहिँ अब किन चाहिँ अब हाम्रो चाहिँ कम्युनिटीले चाहिँ एजुकेसनको भ्यालु दिन्न भन्दाखेरि चाहिँ मेन कारण नै अब हाम्रो चाहिँ एउटा रोल मोडलै छैन क्या जुन चाहिँ हुन्छ नि ओके पढेर चाहिँ अब यस्तो हुन्छ भनेर देखाउने रोल मोडल छ पढेर कति मान्छेहरू छ तर त्यो मान्छेहरू नि उहाँहरू नि अब के अरे तलतिर आएर एउटा हुन्छ नि अब स्टुडेन्टहरूलाई के अरे एटलिस्ट इन्सपायर गरोस् न इन्सपायर गर्ने एउटा इन्सपिरेसनै छैन भने कसरी चाहिँ स्टुडेन्टहरू माथि जान्छ उहाँहरूको विचार एकदमै राम्रो लाग्यो र उहाँहरूले चाहिँ अहिलेसम्म उहाँहरूको चाहिँ हामीले धेरै कुरा सुन्यौँ तपाईँहरूले धेरै कुरा सुन्नुभयो उहाँहरूको र उहाँहरूको चाहिँ ओभरअल भनाइ के छ त भन्दाखेरि हामीले अध्ययन गर्नुपर्छ मेहनत गर्नुपर्छ थुप्रै खालका चुनौतीहरू आउँछन् जीवनमा ती चुनौतीहरूसँग हामी भिड्नुपर्छ लड्नुपर्छ र चुनौतीलाई सामना गर्नुपर्छ भन्ने उहाँहरूको विचार छ र साथमा चाहिँ हाम्रो कम्युनिटीको हाम्रो समुदायको अनि हाम्रो चाहिँ प्यारेन्टहरूको साथमा चाहिँ विभिन्न यहाँ नेपाली संस्थाहरू छन् सयौँ संस्थाहरू छन् होइन संस्थाहरूको चाहिँ सहयोग समर्थन र साथ पनि जरुरी छ भन्ने उहाँहरूको कुरा आयो होइन हामी हङकङमा छौँ हङकङमा हाम्रो लागि शिक्षा एकदमै महत्त्वपूर्ण छ तपाईँहरूले याद गर्नुहोला शिक्षा भन्ने कुरो खालि काम अनि चाहिँ पैसा कमाउनलाई मात्रै होइन शिक्षा भन्ने कुरो अहिलेको जमानामा मान्छेलाई दैनिक जीवनमा काम लाग्ने अति महत्त्वपूर्ण कुरा हो मान्छे चाहिँ कसरी खाने कसरी सुत्ने कसरी चाहिँ हिँड्ने कसरी लाउने भन्ने कुरामा शिक्षाको अत्यन्तै ठुलो महत्त्वपूर्ण छ होइन आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने कुरामा पनि शिक्षाको महत्त्वपूर्ण छ त्यस कारणले तपाईँहरूले चाहिँ सकेसम्म शिक्षाको कुरा गर्दाखेरि एजुकेसनको कुरा गर्दाखेरि काम गर्ने अनि पैसा कमाउने कुरालाई मात्रै सकेसम्म नजोड्नुहोस् हाम्रो भाइ बहिनीहरूको उदाहरण हेर्नुहोस् उहाँहरूले चाहिँ
कति मेहनत गरेर कति सङ्घर्ष गरेर उहाँहरूले शिक्षा हासिल गर्नुभएको छ र कति ठुलो ठुलो सपना पाल्नुभएको छ उहाँहरू सफल हुँदै हुनुहुन्छ त्यसमा र तपाईँहरू पनि त्यसमा सफल हुन सक्नुहुन्छ त्यसैले यदि तपाईँहरूलाई सहयोग चाहिन्छ भने हामी सबैजना हाम्रो तर्फबाट हामी सहयोग गर्न तयार छौँ कृपया तपाईँहरूलाई चाहिँ शिक्षा सम्बन्धी कुनै पनि प्रकारको जिज्ञासाहरू छ भने हामीसँग सम्पर्क गर्न नभुल्नुहोला र यो नयाँ वर्षको उपलक्ष्यमा यहाँहरूलाई हार्दिक हार्दिक शुभकामना टक्राउन चाहन्छौँ नेपाली नयाँ वर्ष 2069 सालको र यो नयाँ वर्षले यहाँहरूलाई चाहिँ धेरै धेरै चाहिँ एनर्जी दियोस् थप आइडियाहरू दियोस् र शिक्षामा अगाडि बढ्ने हौसला प्रदान गरोस् भन्ने हाम्रो यहाँहरूलाई शुभकामना छ र यति भन्दै हामी बिदा हुन चाहन्छौँ हस्त नमस्ते बाई बाई